देखि भन्नु पर्यो किडालु हो कि जस्तो लाग्छ नि मलाई त सोध्नुपर्छ। हेलो एभ्रिवान, दर्शन नमस्ते। आज हामीहरू इन्डियाको हाम्रो वनकट्टी महाराजगञ्जतिर घुम्न हिँडिरहेको छ। बाटोमा पुरा दिनमै पनि लाइट पुरा बलिरहेछ, सोलर रोड होला सायद। त्यसपछि हामी लागिरहेछौँ आज हामी वनकट्टी साइडतिर। वनकट्टी घुम्नलाई हामी धेरै वर्ष पहिला 6-7 वर्ष पहिला घुमेको थियौँ। त्यसपछि गएको थिएन, तर आज जानु पर्यो, यसो यसो भेटघाट पनि हुन्छ भनेर। अनि एकजना दाइ हुनुहुन्छ, दाइले पनि एकदमै घुम्न रहर गरिराख्नु थियो इन्डियातिर, वनकट्टी साइडतिर। त ल दाइ हिँड्नुहोस् न त भनेर दाइलाई लिएर हिँड्दा हिँड्दा बाटोमा मजा आएको। जे होस् मौसमले पनि राम्रो साथ दिइरहेको थियो। त्यसपछि हामी ठिक्क वनकट्टी यानि कि यहाँ हाम्रो महाराजगञ्ज ठुटीबारी बजार हामी पुगिसक्यौँ। ठुटीबारी बजार यस्तो मजाको छ यहाँ। अझै अरू बेलामा त झन् खत्तो बजार लाग्छ, ठुलो बजार लाग्छ। अनि जाने क्रममा ल नि त शान्तिले यसो भिडियो बनाइदिउँ भनेर टक्क भिडियो बनाउँदै पनि दाजुभाइ हामी निक्ल्यौँ। बाइकहरू पुरा लापरवाही गरेर समाउँदो रहेछ पुरै कि, जस्तै कुनै साइड लाइट छैन, केही छैन, जहाँ मन लाग्यो त्यहीँ घुसाइदिने रहेछन् क्या। त्यही भएर त अनि साला चोरहरू नेपालमा आएपछि जहाँ मन लाग्यो वहीँ थुक्ने, जहाँ मन लाग्यो त्यही गर्ने कारण त्यही हो। त्यही भएर अब यहाँ यस्तै हिँड्यो। अनि त्यसपछि यो टर्निङ गर्दै हामी गयौँ। अनि पछि के अरे यो पुलिस स्टेसन रहेछ त्यहाँ अगाडि, छुटेको अगाडि। त्यसपछि हामी एउटा फेरि दुईवटा बाटो आयो क्या, धेरै वर्ष पहिला गएको, कन्फ्युज भएपछि त्यसपछि हामी के गरौँ, रिक्सावाला रिक्सालाई यसो सोधताछ गऱ्यौँ। यो हाम्रो वनकट्टी नेपाली टोला कहाँनिर पर्छ भनेपछि उसले फेरि के भनेपछि राइट साइड उतातिर मोडेर जानु। त्यसपछि हामी वनकट्टी हाम्रो यो नेपाली टोला भन्छ क्या, त्यो एरिया पुरादेखि मन्दिर जय भगवान् ठिक्कै यो एउटा पुल छ क्या, पुलदेखि साइड राइट साइड नै हो होइन। तर पनि धेरै वर्ष पहिला आएको हुनाले अलिकति कन्फ्युज भयो कि। पहिला अब बसमा हिँड्थ्यो, यो पालि अलिक बाइकमा आयौँ, स्कुटीमा थियो। तर पनि यसो सोधिहालौँ कहीँ फेरि होला भनेर फेरि एकजना यहाँ भाइसित सोधियो। त्यसपछि फेरि हामी आउँछ बस्ती। त्यसपछि हामी सिधै जान त गयौँ होइन। तर हामी के गर्यो भनेपछि अलिकति बाटो जुन बाटो खास यो तल्लो बाटो जानुपर्ने थियो हामीहरू बिर्सेर हामीहरू के गर्यौँ भनेपछि अलिकति माथि पनि पुग्यौँ पुरा। त्यसपछि हामीहरू तल्लो बाटो यो बाटो पनि एउटा जान्छ, तर अलिक भित्री गाउँबाट जानुपर्ने रहेछ। तर लङ पर्छ बाटोले भनौँ न, त्यस्तो राम्रो छैन, अलिक खराब छ। तर पनि हामी यही बाटो ल नि त यही बाटो जाऊँ भनेर फेरि यो बाटोबाट हामी दाइ र म यो भित्री गाउँको बाटो छिर्यौँ। गाउँभित्र घर पुग्यौँ, दिदीको घर ठ्याक्क बल्ल सोधपुछ गरेर दिदी घर पुग्यौँ। दिदी त पुरा बसेर यहाँ छना अथवा के खेलाउँदै बस्नु भइरहेछ। त्यसपछि दर्शन ठोके। त्यसपछि दिदी पनि खुस हुनुभयो। अनि फेरि चट्टल्ल फेरि भनेर पुरा पोज दिनुभयो। अनि त्यसपछि हामीहरू अनि दिदी एकछिन कुराकानी गऱ्यौँ। त्यसपछि दाइलाई स्कुटीभित्र ल्याउनु भनेर दाइलाई कुरा गऱ्यौँ। दाइले फेरि अनि पछि एकछिनपछि स्कुटीभित्र ल्याउनु भयो। हाम्रो दिदी घर यही हो वनकट्टी। यो फेरि पिनाडो रहेछ। मैले त गाभा भनेर पुरा कन्फ्युज भयो क्या, हेर्दा पत्ता त्यस्तो रहेछ। अनि यो दिदीको घरको बाहिरको ठाउँ हो, चट्टै लिचीको बोट छ, आँपको बोट छ, मजाको फलेको छ झुम्म परेर। यो हाम्रो लिची पाक्दै स्टार्टिङ हुँदैछ अझै। आँपको बोट आँप त झरेछ धेरै। त्यसपछि हामी अलि अगाडि गयौँ। अनि यहाँ चाहिँ कोही यस्तो स्टाइलको नल्का हुन्छ, यहाँ फेरि भोगटे रहेछ हाम्रो हुन्छ नि भोगटे, भर्खरै सानो भर्खरै भएको रहेछ, अलि बाँकी रहेछ। त्यसपछि हामी लाग्यौँ माछा पोखरीतिर, भर्खरै निकालेर मारेको माछा रहेछ, त्यहाँ लिएर आउने भनेर त्यहाँ हिँड्यौँ। पोखरी पनि घुम्यौँ। हजुरको मन्दिरको पछाडि साइडमा रहेछ पोखरी ठुल्ली। अनि यहाँ एउटा माछा फ्रेस निकाल्दो रहेछ, यनी सधैँ निकाल्दो रहेछ। त्यसपछि हामी त्यो माछा लिने क्रममा अनि हाम्रो भान्जीहरूसित सँगै भएर दाइहरूसँग भएर हामी लाग्यौँ। यो मन्दिर हो ठुलो। त्यसपछि सबै घुमेपछि ल नि त जाऊँ मन्दिरतिर भनेर फेरि त्यसपछि हामी मन्दिरमा बाजे हुन्न। त्यसपछि दिदीले चोकुल खोल्नु भयो। त्यसपछि हामी के गरौँ, भित्र सबैजना छिर्यौँ। यो मन्दिर हुन्, दुर्गा माताको भित्र मजाको ठुलो मन्दिर छ, मजाको शान्त छ ठाउँ। त्यसपछि हामीहरूले सबै यताउता मैले खिचेँ मजाले ठाउँहरू यादगारको लागि। त्यसपछि दाइ दिदीहरू जडीबुटी यहाँ पुरै फलेछ क्या। तर अब यो जडीबुटी हाम्रो नेपालमा पनि पाउँछ, तर मान्छेले कोहीले चिन्छ कोहीले चिन्दैनन्। अनि त्यसपछि दाइले एउटा बोट टिप्नु भयो। त्यसपछि घरतिर यहाँ त पुरा भेनाजूले माछा ल्याएर आएर तयार भएर पुरा काटकुट गर्न लाग्नु भइरहेछ। माछा पनि एकदम खतरा ठुलो भर्खरै ताजा ल्याउनु भएछ।
सिद्धनाथ चाहिँ मै बनाउँछु सबै काटकुट गर्छु भनेर लाउनु र पुरा माछा त एकदम हाम्रो यो माछा पसलमा मान्छेले काट्ने जस्तो पुरा पिस मजाको चट्ट 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 काट्नु भएछ। अब यही हो हाम्रो सानो मिनी ब्लग। त्यसपछि माछा पाक्छ, त्यसपछि साँझ चाप्टो खाइन्छ। ल आजको लागि यति नै हो, धन्यवाद, थ्याङ्क यू।